हेलो एभ्रिवान, नमस्ते सबैजनामा। के छ खबर? सन्चै आरामै हुनुहुन्छ? मेरो भ्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ। र आज चाहिँ म कहाँ जाँदैछु होला त हजुरहरूले देख्न सक्नुहुनेछ। होप इन्जोय गर्नुहुन्छ है। हेलो साथीहरू, म चाहिँ आइपुगेँ। अब हेर्दै जानु होला भिडियो। कहाँ जाँदैछु त म आज? अब बोर्डिङको लागि वेट गर्दैछु म चाहिँ। 9 बजीबाट सुरु हुँदैछ बोर्डिङ, त्यही भएर वेट गर्दैछु। हो बिहान 8:20 पनि साह्रो गर्मी छ त है, त्यही भएर यसो शीतलमा बसेको। बिहान बिहान के साह्रो गर्मी हो, त्यही भएर आइस लाटे किन लागेको। बिहानको 8:45 पनि के साह्रो गर्मी। Say hi in the YouTube. Okay. Hello. Hi. My name is Darren from Singapore. Nice to meet you. Namaste. Thank you. Welcome to my vlog. Thank you. Thank you. Nice to meet you. Nice to meet you, Rajendra. टुरको लागि बस वेट गर्दैछौँ। त्यहाँबाट आउन ठ्याक्कै 1.5 घन्टा लाग्ने रहेछ। सालमियाको त्यो आइकारुस निरबाट 1.5 घन्टा। अब हामीसँग खासै धेरै टाइम छैन। जम्मा 2 घन्टा रहेछ, किन पानीको फ्लो अनुसार चाहिँ चाँडो ढिलो जाने हुँदो रहेछ जहाज, त्यही भएर। र कारुसबाट नै आउँदा राम्रो हुने रहेछ। अरू ट्राभलहरूमा के भनेर यस्तो हुने रहेछ। तर यहाँ आएपछि सबै गाइड गरिदिँदो रहेछ रिसेप्सनबाट। र यहीँबाट गाडी पनि 3 किलोमिटर। building the Icarus Hotel.
हामी चाहिँ घुम्दैछु यहाँ फालेका आइल्यान्ड राम्रै छ जो सबै घुमाइदिने रहेछ ड्राइभर दाइले पनि सबै यो ठाउँ यस्तो हो भनेर सबै चिनाइदिने रहेछ यस म्युजियम हेरिटेज हाउस मलाई खास स्विमिङ खेल्न चाहिँ आउँदैन यसो ट्राई गरेको मात्रै छ पानीमा डुबेको समुद्रको पानीमा मजा आयो तर मैले चाहिँ पानीहरू 3-4 ल्याएको थिएँ यो ल्याएको स्न्याक्स सोलो ट्रिप पनि एकदम रमाइलो हुँदैछ साथीहरू भाइ भेट्ने रहेछ अब फर्किन लागेको बोट पनि आइसक्यो रेडी छ अब बोर्डिङ सुरु भयो जस रमाइलो भयो अब जानलाई फर्किनलाई पनि 1.5 घन्टा लाग्छ अरे फाइनली रुममा पनि आइपुग्यो र उताबाट फर्किँदा नि 1.5 घन्टा जति लाग्ने रहेछ गर्मी चाहिँ लास्टै गर्मी टाइममा भन्दा पनि अलि विन्टर सिजन अक्टोबर नोभेम्बरतिर जाँदा चाहिँ बेस्ट हुने रहेछ घुम्नलाई यताउता तर अब ठिकै राम्रै रमाइलो भयो र धन्यवाद र हेरेर साथ सपोर्ट गरेर सब्सक्राइब लाइक पनि गरिदिनु होला भन्दै आजलाई यहीँ बिदा चाहन्छु हस्त धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ स्वस्थ व्यस्त रहनु होला